हिजो राति चाहिँ होइन लुम्बिनी होटलमा बसेको थियौँ र हाम्रो घुम्ने गुरुङ दाई चाहिँ धेरै राम्रो हुनुहुँदो रहेछ। बाइक हामी उहाँ हिजो बेलुका बसेर चाहिँ अनि बिहानै निक्लेको थियौँ। अनि आधी बाटोमा बाइक बिग्रेर चाहिँ दाइलाई फेरि फोन गरेर के गर्ने त दाइ भन्दाखेरि दाइले आएर फेरि बनाइदिनु भयो, राम्ररी बनाइदिनु भयो। धेरै धेरै धन्यवाद हाम्रो गुरुङ दाइलाई। तपाईँहरूले सुन्नुभएको छ होला नि, लातोको देशमा गाँडो तन्दरी भन्ने उखान सुन्नुभएको होला, लगभग त्यस्तै हो। हाम्रो दाइलाई चाहिँ धेरै धेरै धन्यवाद। ल अरूलाई धानको पात, मायालाई पानको पात। तपाईँहरूले खेम सेन्चुरीको गीत त सुन्नुभएको होला नि, हजुर त्यस्तै हो। मैले अरू होटलमा बसेर यस्तो दुःख पर्दाखेरि बोलाएको भए मैले त पैसा पक्कै पनि लिन्थेँ। हजुर तर मेरै होटलमा आएर भाइहरू बस्यो नि त। हजुर हजुर आफ्नो होटलमा आएको पाहुना आफ्नो परिवार छ र हजुर हजुर त्यही भएर मैले पैसा लिँदैन। म अलिकति व्यस्त पनि छु कि आज 48 जनाले खाना खान आउन लाग्नु भएको छ। हजुर उता काम चलिरहेछ, तैपनि है आफूलाई हजुर हजुर सेवा दिइराख्नु भएको छ दाइले। जति व्यस्तता भए पनि आएर चाहिँ आफ्नो आफ्नो होटलमा बसेको कस्टमरलाई चाहिँ गाह्रो साह्रो भयो भने जस्तो सुकै हालतमा भए पनि दाइ हाजिर हुनुहुन्छ है हाम्रो घुम्ने गुरुङ दाइ। अस्ति नचिनेकोलाई होइन अर्कैको होटलमा बसेको पनि 80,000 तिरेर आफ्नो गाडी तानेर लैजाने अब निर्णयमा पुगेको त्यो दाइको पनि गएर मैले नबोलाएर नै मैले सुनेको भरमा फलाना ठाउँमा गाडी बिग्रेको छ भनेर सुन्दा बित्तिकै म गएर बनाइदिएँ। उहाँले धेरै आशीर्वाद दिएर जानुभएको छ। तपाईँहरू पनि हाम्रो पनि आशीर्वाद छ। मुस्ताङ आउनुहुन्छ भने हिमालयन ड्राइभर अनि एउटा अर्को च्यानल पनि छ घुम्ने गुरुङ। म घुम्ने गुरुङ चाहिँ च्यानलमा चाहिँ घुमेको यताउता सामाजिक कामहरूको बारेमा हाल्छु। अनि हिमालयन ड्राइभरमा चाहिँ यो गाडी बाइक हाम्रो जस्तै अब विश्वकर्मा बाबाको भक्तहरूलाई दुःख परेको समस्या परेको त्यसको भिडियो चाहिँ राख्ने गर्छु। अब हामी सबै आफ्नो काममा व्यस्तता थियौँ र बाइक पहिला के थियो है हामीले भिडियो त गरेनौँ। हजुरहरूले मेरो परीक्षा लिन चाहनुहुन्छ भने मुस्ताङ आउँदाखेरि सम्झिनुहोस्, समस्याको समाधान हुन्छ। त्यो चार्ज अन गर्न छैन होला, रातो अन गर्नु रातो। होइन